मेरो नाममा मर्ने भन्थ्यौ हिजो तिमी, मेरो नाममा मर्ने भन्थ्यौ हिजो तिमी, आज त तिम्रो सिन्दुर फेरिएछ हेर सानो, मायाको सौगात दिएर गयौ बीच बाटोमा। माया हामी शिक्षक हौँ, शिक्षकले के गर्नुपर्छ र हामी विद्यार्थी हौँ, विद्यार्थीले के गर्नुपर्छ र हामी र यो साहित्य संस्था चाहिँ बनायौँ भने यसलाई केही उजागर गर्न सकिन्छ कि भनेर विशेष गरी चाहिँ के भन्छ हाम्रो दिल्ली थापा चिन्तनका कारण म चाहिँ आज यो बारीकोटमा यसरी उभिन पुगेको। भन्दा त समाजभित्र बसेर केही गर्छु भन्दा त एकार बादशाह भन्नेहरूको घर देखेर डराउँछु, आज भोलि किन हो किन मलाई मुख न। दर्शकबिन सम्पूर्णमा नमस्ते, म चित्र बुढा मगर। दर्शकबिन आज हामीसँग एकजना अतिथि हुनुहुन्छ, वीरेन्द्रेश्वरी माध्यमिक विद्यालयका अध्यापक, गाउँदेखि सहरसम्म यात्रा नियात्रा पुस्तकका लेखक, नेपाल पत्रकार महासङ्घको सदस्य र बारीकोटी साहित्य जगतका एक धरोहर, बारीकोट साहित्य कला केन्द्रको अध्यक्ष आदरणीय गुरु कालीप्रसाद थापा सर आज हाम्रो भलाकुसारीमा जोडिनु भएको छ। गुरु स्वागत छ यहाँलाई जनकनाल.com मा। हजुरलाई पनि धन्यवाद छ र श्रोताहरू सबैलाई मेरो तर्फबाट न्यानो साहित्यिक अभिवादन टोक्याउँछु। गुरु, एउटा आज हामी साहित्यिक प्रस्तुतिमा नै छौँ। सर्वप्रथम त दर्शक महानुभावहरूलाई एउटा साहित्यिक कोसेलीबाट नै हामीले कार्यक्रमलाई उद्घाटन गर्ने नै छौँ। गुरु, एउटा साहित्यिक प्रस्तुति हजुरबाट म सुरुमा नै एउटा साहित्यिक प्रस्तुति राखिदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद। मैले गजल कलेक्सन अथवा गजलको सङ्गालो छ र गजल सङ्गालोबाट म तपाईँहरूलाई यहाँनिर केही खुराक दिने अनुमति माग्दछु र मसँग एउटा गजल रहेको छ र जुन यस प्रकार रहेको छ। समय फेरिएछ हेर सानो, समय फेरिएछ हेर सानो, त्यो बसाइ फेरिएछ हेर सानो, जिन्दगीका कसमहरू बिर्सिएर जाँदा त्यो मन बिल्कुल फेरिएछ हेर सानो। मेरो नाममा मर्ने भन्थ्यौ हिजो तिमी, मेरो नाममा मर्ने भन्थ्यौ हिजो तिमी, आज त तिम्रो सिन्दुर फेरिएछ हेर सानो, मायाको सौगात दिएर गयौ बीच बाटोमा। मायाको सौगात दिएर गयौ बीच बाटोमा, कालान्तरमा यो मुटु फेरिएछ हेर सानो। स्वार्थी यो संसारमा माया गर्नेहरू, स्वार्थी यो संसारमा माया गर्नेहरू, होसियार अब जमाना फेरिएछ हेर सानो, समय फेरिएछ हेर सानो, त्यो बसाइ फेरिएछ हेर सानो। एकदमै मार्मिक अनि प्रेम स्पर्श यादहरू दिलाउने एकदमै मिठो प्रस्तुति पस्कनु भयो। र गुरु, आज हामी हजुरसँग हजुरले साहित्य एउटा यात्रामा हजुरले कलम चलाउँदै गर्दा एउटा जीवनका हरेक ती एउटा पाइला र ती कदमहरूबाट जुन स्थानबाट आज यो स्थानमा पुग्नुभएको छ, एउटा साहित्यिक एउटा क्षेत्रलाई, साहित्य एउटा पाटोलाई चाहिँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ अहिले पनि, र एउटा पुस्तक पनि प्रकाशन गर्नुभएको छ। हामीले पढ्यौँ र कति श्रोताहरूले पढ्नुभयो, देख्नुभयो। अझै पनि के कस्ता तयारीहरू छन् यो जो एउटा पुस्तक प्रकाशन गर्नुभयो र बाँकी यो क्षेत्रका तयारीहरू के छन्, अलिकति श्रोताहरूलाई? एकदम धन्यवाद प्रश्नको लागि चित्रजी। र यो जनकर्णाली.com-बाट म एकदम प्रत्यक्ष रूपमा के भन्न चाहन्छु भने, साहित्य यस्तो विधा हो जुन विधामा अगाडि सर्नका लागि कुनै पनि व्यक्ति, समाज र कुनै पनि देशको पीडालाई बोकेर अगाडि सर्नुपर्छ। र हजुरको प्रश्नको जवाफ दिनुपर्दा मेरो यात्राको क्रममा गाउँदेखि सहरसम्मको यात्रा नियात्रा मैले जुन प्रकाशन गरेँ अथवा बारीकोट साहित्य कलाको प्रकाशनमा मैले लेखेँ र लेखिसके पश्चातका यात्राहरूमा मैले एउटा चिठी सङ्ग्रह पनि लेखिसकेका छु र मसँग 150 भन्दा बढी चाहिँ गजल सङ्ग्रह रहेको छ। र चिठी सङ्ग्रहमा कस्ता कुराहरू यहाँ लेखेको छु भने,
यदि म मरेँ भने मलामीले के गर्नुपर्छ, त्यसपछि हामी शिक्षक हौँ, शिक्षकले के गर्नुपर्छ, र हामी विद्यार्थी हौँ, विद्यार्थीले के गर्नुपर्छ, र हामी आम अभिभावक हौँ, अभिभावकले के गर्नुपर्छ, र सरकार चलाउने सत्ता चलाउने व्यक्तिहरूका लागि पनि मैले चिठी लेखेको छु। त्यस्तै गरी मैले कुशेबासी आम नागरिकलाई चिठी लेखेको छु र त्यहाँ मैले एउटा कुरा उल्लेख गरेको छु, मेरो इन्ट्रेस्टको विषय त्यहाँ जोडेको छु, एउटा साहित्य र एउटा राजनीति। यी दुईटामा कुशेबासी आम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले मलाई के बुझ्नुहुन्छ त्यो कुरा मैले त्यहाँ टच गरेको छु। र अर्को गजलको पाटोमा मैले शृङ्गारिक रहस्य लगायतका अब सामान्य कुराहरू जोडेको छु भने त्यसपछिका कुरामा मैले के सोचेको छु भने कुशेको एउटा कल्चर सम्बन्धीको केही कुराहरू अथवा बुक लेख्नुपर्छ कि या बारीकोटको लेख्नुपर्छ, त्यो कुरामा म सोचिराखेको अवस्था छ अहिले। भने गुरु, यो हजुरले जति पनि एउटा साहित्यिक विधामा कलमहरू चलाउनु भयो, कलम चलाउने क्रममा अहिले हजुर जुन स्थानमा पुग्नु भएको छ, अहिले हजुरले जहाँसम्म एउटा आफ्नो साहित्यिक यात्रालाई पुर्याउनु भयो, यहाँसम्म आइपुग्नको लागि हजुरलाई चाहिँ म अहिले साहित्यिक एउटा यात्रा गर्नुपर्छ, साहित्यमा कलम चलाउनुपर्छ भन्ने खालको एउटा सोच र त्यस्तो खालको एउटा विचार अनि उत्प्रेरणा चाहिँ हजुरलाई कहाँबाट र कसरी आयो? एकदम धन्यवाद। म एकदम सानै उमेरमा साहित्यप्रति रुचि राख्ने मान्छे हुँ र भलै मेरो गुरुहरू आदरणीय गुरु टीकाराम उदासी, त्यसपछि लिएर हरि बस्नेत या हरि सन्दर्भज्यूलाई म यति बेला सम्झन्छु। कतिपय प्रतियोगिताहरू हुन्थे जिल्लामा, अनि म त्यति बेला भेरी ज्ञानोदय क्याम्पसमा पढ्दै थिएँ र अनि प्रतियोगिता हुँदै गर्दा म कविताहरू लेख्थेँ अनि सरहरूले करेक्सन गरिदिनुहुन्थ्यो, अनि त्यसपछि म स्थान हासिल गर्थेँ। एउटा प्रेरणा त्यो हो। र त्यसपछि म ब्याचलर पढ्न गइसकेपछि सुर्खेत शिक्षा क्याम्पस गएँ र शिक्षा क्याम्पसमा पढ्न गइसकेपछि त्यहाँको क्षेत्रीय प्रसारण, त्यति बेला चाहिँ क्षेत्रीय प्रसारण सुरु हुन्थ्यो र त्यहाँ विभिन्न किसिमका कार्यक्रमहरू, साहित्यिक कार्यक्रमहरू हुन्थे। अनि त्यति बेला मैले भानुभक्त खड्का दाइले चाहिँ यो गजलको कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो अनि कविताहरू पनि हुन्थे, म लेख्थेँ। अनि त्यो रेडियोबाट गजलहरू कविताहरू पढेको देख्दा मलाई त्यतिकै पनि एकदम क्युरियोसिटी जाग्थ्यो। र पछि काठमाडौँमा गइसकेपछि र त्योभन्दा अगाडि पनि म सुर्खेतबाट रेडियो नेपालमा केन्द्रीय प्रसारणमा चाहिँ के अरे हाम्रो डाक्टर नवरा लम्साल को चाहिँ एउटा कार्यक्रम थियो। त्यो कार्यक्रममा पनि मैले के अरे आफ्ना रचनाहरू पठाउँथेँ। अनि मधुबन, त्यो मधुबनमा चाहिँ पठाएका रचना या गजलहरू चाहिँ डाक्टर नवरा लम्साल द्वारा चाहिँ वाचन गर्दै गर्दा अनि मलाई यस्तो लाग्थ्यो कि साहित्य विधा एकदम इम्पोर्टेन्ट विधा हो र यसले केही गर्नुपर्छ भन्ने लाग्थ्यो। र म त्यसरी हुँदै 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 जाँदा म जब बारीकोट क्षेत्रमा यहाँ भित्रिएँ अनि यहाँ अध्यापनको क्रममा म यहाँ आएँ र यहाँ आउँदै गर्दा बारीकोट गाउँपालिका वडा नम्बर 2 ढोकाई गाउँ निवासी मेरो प्रिय भाइ टिटली थापा चिन्तन, अनि चिन्तनले के भन्नुभयो भने दाइ हामीले एउटा साहित्य संस्थाको यहाँ चाहिँ गठन गर्नुपर्छ पालिका स्तरीय, र यो साहित्य संस्था चाहिँ बनायौँ भने यसलाई केही उजागर गर्न सकिन्छ कि भनेर विशेष गरी चाहिँ के भन्छ हाम्रो टिटली थापा चिन्तनका कारण म चाहिँ आज यो बारीकोटमा यसरी उभिन पुगेको। गुरु, यो अलिकति एउटा यो यही बारीकोट साहित्य कला केन्द्रको सन्दर्भमा थोरै एउटा जानकारी लिन चाहे। हजुर चाहिँ कुशे गाउँपालिकामा एउटा जन्मनु भएको मान्छे, अहिले बारीकोटलाई कर्मभूमि बनाउँदै यही बारीकोटको वीरेन्द्रेश्वरी माविमा अध्यापन गराइराख्नु भएको छ र बारीकोट साहित्य कला केन्द्रको एउटा अध्यक्षको एउटा हैसियतमा, एउटा अध्यक्षको पदमा चाहिँ उभिएर बारीकोटको एउटा साहित्य क्षेत्रमा हजुरले विभिन्न साहित्यिक कार्यक्रमहरू, एउटा साहित्यिक विषयवस्तुसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरूको एउटा ह्यान्डल गर्नुभएको छ। एउटा हजुरलाई चाहिँ आफ्नो पालिकाभन्दा पनि, आफ्नो जन्मभूमिभन्दा पनि अलिकति फरक पालिकामा एउटा त्यहाँको साहित्यिक एउटा क्षेत्रका सबै गतिविधिहरूको एउटा
नेतृत्व गर्दै हजुर अगाडि बढ्दै गर्दाको एउटा अनुभव र अनुभूति हजुरलाई के कस्तो भइरहेछ? बडा मजा सान्दर्भिक। तपाईँलाई फेरि पनि धन्यवाद छ। खासै यो एक किसिमको अवसर हो चित्रजी। मान्छे जन्मिन्छ, जुन ठाउँमा जन्मिन्छ अनि त्यो जन्मेर एक दिन मर्छ, यो स्वाभाविक प्रक्रिया हो। र यसका अलावा जन्मिसकेपछि समाजका लागि उसले के दिने भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म विगत सानै उमेरदेखि एउटा चाहिँ विद्यार्थी जीवनदेखि साहित्य क्षेत्रमा आएँ। त्यसपछि मलाई मेरो चाहिँ यहाँ आदरणीय व्यक्तित्वहरूको सहयोग समर्थनमा मैले चाहिँ यो ठाउँमा आउने चाहिँ अवसर पाएँ। म एउटा शिक्षा दिने एउटा शिक्षा प्रेमी जस्तो मान्छे हुँ। तर मलाई एउटा कुरा त्यो कुसे र यो बारीकोट, यी दुईटालाई चाहिँ म कहिल्यै पनि भिन्न ढङ्गबाट हेर्दिनँ। र मेरा आँखाहरू जबसम्म यो बारीकोटमा कर्मभूमि हुन्छ तबसम्म बारीकोटमा केही गर्नुपर्छ है। अनि म जहाँ हुन्छु, जुन ठाउँमा जान्छु, मैले आफ्नो व्यक्तिगत तर्फबाट समाजका लागि केही गर्नुपर्छ भन्ने मेरो एउटा इन्टेन्सन हो, मेरो एउटा इच्छा हो। धेरै मान्छेको आफ्नो चाहिँ एउटा विचार हुन्छ, आफ्नो जागिरी खाने कुरा त सबैले खाएको हुन्छ। म यसलाई केही पनि चाहिँ यो ठुलो कुरा मान्दिनँ। मान्छेले आफ्नो पेटका लागि जे पनि गर्छ, त्यसको अलावा समाजका लागि उसले के खुराक दिन सक्यो त, समाजलाई चेन्ज गर्नका लागि उसको भिजनमा के बाहिर चाहिँ आयो भन्ने कुरा चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। र म बारीकोट साहित्य कलाको अध्यक्ष भएको नाताले मलाई जसरी यहाँनिर त्यो कुसे र यो बारीकोट नछुट्याइकन आम बारीकोटवासी नागरिकहरू, यहाँ युवा साथीहरू, अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरू, त्यस्तै स्थानीय पालिका सरकारका आदरणीय व्यक्तित्वहरू लगायत विभिन्न कर्मचारी साथीहरूले सहयोग नगरेको भए म यहाँ पुग्दैन थिएँ। भलै मैले 1000 प्रति चाहिँ यो के अरे गाउँदेखि सहरसम्मको यात्रा मेरो कीर्ति मैले यही बारीकोटमा मात्र मैले डिस्ट्रिब्युट गरेको छु। तर मैले कुसेमा धेरै दिन पाएको छैन। र कुसेको मान्छे भए पनि, अब कुसेको एउटा चाहिँ जन्मथलो भए पनि मैले त्यो पुस्तकको चाहिँ त्यो कीर्तिको पहिचान दिन सकेको छैन। र मलाई यो भूमिमा एउटा गर्व के छ भने मेरो बुवाले चाहिँ यो बारीकोटमा पढ्नु भएको, पढेर नै उहाँ चाहिँ जागिरी खानुभयो, थाई हुनुभयो। त्यसपछि अहिले रिटायर लाइफमा हुनुहुन्छ। बुवाले कर्मभूमि चाहिँ मा पाइला टेकेको ठाउँमा छोराले केही गर्नुपर्छ। र मलाई योभन्दा अगाडि यो विद्यालयमा ल्याउनका लागि नरबहादुर गिरी निशान अहिलेको चाहिँ हालको उपाध्यक्ष, त्यस्तै गरी हाम्रो चाहिँ आदरणीय प्रधानाध्यापक चाहिँ गोरखबहादुर सिंहज्यू, अनि त्यसपछि लोकबहादुर सिंह लेखपा छ, उहाँहरूको एकदम म चाहिँ रिम्नामा पढाउँदै थिएँ। उहाँहरूले इन्ट्रेस्टपूर्वक ल यसलाई ल्याउनुपर्छ है, यो मान्छे ठिक छ भन्ने बुझेपछि त म बेठिक हुन त मिलेन। यदि म बेठिक भए भने त्यो सम्बन्ध त त्यहाँ जोडिएको हुन्छ नि। तर मैले त्यो प्लेसमा जन्मेको प्लेस हेर्ने होइन, म कर्मभूमिमा के गर्ने हो, म कसरी कहाँबाट कसरी यहाँ आएको हुँ, र मैले यो बारीकोटलाई कसरी एउटा राम्रो असल बनाउन सकिन्छ भन्ने चाहिँ एकदम मेरो चाहिँ मनसाएर मेरो एउटा चाहिँ के भन्छ एउटा सोच रहेको कुरा म तपाईँलाई जानकारी गराउँछु र यो दर्शकहरूलाई पनि त्यही कुरा भन्न चाहन्छु। गुरु एकदमै जो एउटा साहित्यिक जगतका कुराहरू भए र आफ्ना व्यक्तिगत आफूले एउटा जीवनमा भोगेका गरेका केही कुराहरू पनि हजुरले भन्नुभयो। अब आफ्ना जिन्दगीका प्रत्येक पाइलाहरूमा उत्पत्ति हुने याद र अनुभव र विचार सबै कुराहरू एकैचोटि समेट्न र व्यक्त गर्न सकिँदैन। तर पनि हजुरले भन्नुभयो एउटा यो संसारमा जन्मेपछि एक दिन मरेर जानुपर्छ, प्रकृतिको नियम, हामी सबै जो पनि जान्छ, हजुर हामी सबै एक दिन जानेछ। तर हजुरले जुन खालको एउटा साहित्य क्षेत्रमा अथवा समाजको लागि एउटा कलम चलाउनु भयो, ती एउटा चलाएका कलमहरू साहित्य क्षेत्रमा आफूले आफ्नो नाम जोड्नुभयो, त्यो तपाईँको एउटा अमर इतिहासको पानाहरूमा सञ्चित रहिरहने मेरो सम्पत्ति नै थियो। सम्पत्ति नै त्यही नै हो। एकदमै हजुरले अहिले पनि एकदमै प्रशंसनीय गतिविधिहरू, प्रशंसनीय कार्यक्रमहरू सञ्चालन गर्नुभयो। भर्खरै शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा बारीकोट साहित्य कला केन्द्रको एउटा तर्फबाट र हजुरको एउटा व्यक्तिगत
इच्छा आकाङ्क्षा र एउटा लगावबाट पनि यस कार्यक्रम सम्पन्न भएको छ। दर्शकहरूले धेरैले रुचाउनु भएको छ र कसैले गर्न नसकेको, कसैले त्यस्तो प्रतिभालाई प्रस्फुटन गर्ने वातावरण बनाउन नसकेको त्यो हजुर मार्फत भएको छ। मजाले मलाई पालिकाले चाहिँ विश्वास गर्नुभयो। विश्वास गरिसकेपछि मैले अलिकता भिजन पनि त्यस्तै किसिमको ल्याउनुपर्छ भन्ने लाग्छ चित्रजी। किनभने एउटा आर्थिक लगानी मात्र गरिदिएर भन्दा पनि त्यसको आउटपुट चाहिँ बाहिर एकदम असल आओस् भन्ने हिसाबले मैले विभिन्न किसिमका कार्यक्रमहरू चाहिँ आयोजना चाहिँ गरेको। हुन्छ गुरु, हामी आगामी समयहरूमा पनि जोडिउँला। हजुरको योगदान, हजुरको एउटा लगानी सबै हामीले एउटा मूल्याङ्कन गरेका छौँ र दर्शक श्रोताहरूले पनि मूल्याङ्कन गर्नुभएको छ। र बाँकी हामीले कार्यक्रमबाट बिदाई हुनु अगावै एउटा फेरि पनि दर्शक श्रोताहरूको लागि हजुरको एउटा प्रस्तुति अन्तिममा। धन्यवाद। फेरि पनि तपाईँहरूको बिचमा म यही गजल डायरीबाट केही एउटा हरफहरू म भन्न चाहन्छु। यहाँनिर म यो हरफ यसरी भन्ने अनुमति माग्दछु। म त्यो बालुवाको घर देखेर डराउँछु, म त्यो बालुवाको घर देखेर डराउँछु, आकाशभित्र बादलको घर देखेर डराउँछु। यो देशको चाला हेर्दै जाँदाखेरि, यो देशको चाला हेर्दै जाँदाखेरि भ्रष्टाचारी मनहरूको घर देखेर डराउँछु। समाजभित्र बसेर केही गर्छु भन्दा त, समाजभित्र बसेर केही गर्छु भन्दा त एक्का र बादशाह भन्नेहरूको घर देखेर डराउँछु। आजभोलि किन हो किन मलाई मुख नसमाली बोल्नेहरूको घर देखेर डराउँछु। आजभोलि किन हो किन मलाई मुख नसमाली बोल्नेहरूको घर देखेर डराउँछु। पिरतीको साइनो काँसी उनीसँग रमाऊ भने फोन गरी सताउनेको घर देखेर डराउँछु। म त्यो बालुवाको घर देखेर डराउँछु, आकाशभित्र बादलको घर देखेर डराउँछु। यो समय सन्दर्भ नभए पनि यो विगतमा मेरो चाहिँ जीवनमा चाहिँ भएको चाहिँ गजल हो, अन्यथा चाहिँ हुन्छ गुरु। आगामी दिनहरूमा पनि हजुरहरूसँग समयले साथ दिएमा हामी जोडिने प्रयास गर्नेछौँ र यस्तै प्रस्तुतिहरू प्रस्तुत गर्नेछौँ। आज पनि हामी आजको कार्यक्रमबाट बिदाई हुन्छौँ। हस् गुरु, धन्यवाद।